नमस्कार। आज हामी कुराकानी गर्दैछौँ ज्ञानेन्द्रलाल प्रधानसँग। धेरैजना साथीहरूको यति धेरै माग थियो कि अहिलेको जुन परिस्थिति बनिरहेछ र विशेष गरी यो जेनजी आन्दोलनपछि, त्योभन्दा अगाडि हामीले मलाई लाग्छ सम्भवतः जेनजी आन्दोलन हुनु केही महिना अगाडि उहाँसँग कुराकानी गरेका थियौँ। त्यसपछि अब चाहिँ के हो त माहौल, व्यापारको माहौल कस्तो बन्दैछ, विशेष गरी यो हामीले सेयर बजारकै कुरा गर्दाखेरि पनि सेयर बजारमा चाहिँ हुन्छ चाहिँ के हुन सक्ने सम्भावना छ, देशको राजनीतिक माहौल के हो, उद्योगी व्यापारी व्यवसायीहरूले चाहिँ कसरी हेरिरहेका छन् त, यो सबै विषयमा आज हामी मजाले खुलेर कुराकानी गर्छौँ। स्वागत गरौँ ज्ञानेन्द्र सर। नमस्कार। नमस्कार। अब होटल बुकिङ पनि यी सेवाबाटै। धेरै साथीहरूको यति धेरै माग थियो, सरले समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। एउटा कुरा चाहिँ जस्तो मैले भनि पनि हालेँ, लगानीको माहौल छैन, देश बिग्रियो होइन, यो झन् जेनजी माहौल, यो आन्दोलनपछि झन् अलिअलि बन्न लागेको माहौल पनि बिग्रिएर गयो भन्ने न्यारेटिभ एउटा छ नि। यो आम जनताको बुझाइ यस्तो छ होइन, आम नागरिकको बुझाइ। तपाईँहरूले चाहिँ जो उद्योगपतिहरू हुनुहुन्छ, तपाईँहरूको बुझाइ चाहिँ के हो खासमा? म अलि फरक मत राख्छु, यसमा फरक विचार राख्छु। जस्तो तपाईँ एकचोटि रिकल गर्नुहोस् त, नाकाबन्दी हुँदाखेरि सेयर बजार बढेको होइन। हजुर, सबैले घट्छ भनेको थिएँ, मैले बढ्छ भनेको थिएँ, किन मलाई चाहिँ अनुभव छ कि यस्तो बेलामा बढ्छ भनेर। भूकम्प आउँदाखेरि सेयर बजार बढेको होइन। हजुर, लगानी तपाईँको दुई थरीको हुन्छ, तिन थरीको हुन्छ साँच्चै भने। एउटा लङ टर्म लगानी हुन्छ, इन्डस्ट्री उद्योगहरू होइन, लगानी गरेपछि तपाईँ निस्किने गाह्रो हुन्छ होइन, त्यसमा मान्छेहरू धेरै केयरफुल हुन्छ। एउटा एकदम सर्ट टर्म लगानी हुन्छ, फिक्स डिपोजिटमा पैसा राख्नु, सुनमा पैसा लगाउनु, सेयर बजारमा पैसा लगाउनु होइन, यी सबै सर्ट टर्म हो। बिचमा एउटा मिडियम टर्म तपाईँले अब घर जग्गा कारोबारले मिडियम टर्म अब अलिकति 2-4 महिना कुर्नुपर्छ बेच्नलाई भनेर राख्न सक्नुहुन्छ है। यो सर्ट टर्ममा जब तपाईँको देशमा परिस्थिति राम्रो हुँदैन, व्यापार गर्ने परिस्थिति, यो सर्ट टर्म लगानी एकदम बढेर जान्छ। जस्तो तपाईँको भूकम्पमा बढ्यो है, श्रीलङ्काको आन्दोलनमा श्रीलङ्काको सेयर मार्केट माथि सुट भइरहेको थियो। यस्तोमा तपाईँको सबैभन्दा छिटो राख्न साथ 3-4 दिनमा पैसा आउँछ भने मलाई त केही रिस्क लागेन त्यसपछि त होइन। एफडीमा राखेको भन्दा बढी पैसा आउँछ भने मलाई त रिस्क भएन। त्यहाँदेखि जेनजीमा एउटा आश के थियो भने, जेनजीका धेरै नेगेटिभ पार्टहरू छन्, धेरै पोजिटिभ पार्टहरू छन् होइन। अब कति सिंहद राज्यले यो त गलत हो नि, यो त गलत हो होइन, यो त जेनजीले गरेको होइन, त्यो जेनजीको नाउँमा कसैले गरे बुझ्नेहरूले। मलाई आश के थियो भने सेयर बजार चाहिँ अब लिफ्ट हुन्छ क्या है। तर मैले के बिर्सेँ भने बजारमा पैसै छैन, सेयर बजारमा लगानी हुँदा ब्याङ्कमा पैसा चाहियो नि आखिरमा त होइन। अब अलिअलि ब्याङ्कको पैसा निस्केर सेयर बजारमा आएको होइन। हजुर, तर ठुला लगानीकर्ताहरूको जुन पेएबल छ, ब्याङ्कको ड्यू छ, व्यापारमा नआएको पैसा क्यास फ्लो मिलाउनु परेको छ होइन, त्यो कहाँबाट आयो त? सेयर बेचेर आयो कि। तपाईँ एकचोटि एनालाइसिस गर्नुहोस् त, ठुला लगानीकर्ताहरूले अर्बौँका सेयर बेचेका छन् गएको 3-4 वर्षमा। हजुर है, किनभने तपाईँको अहिले राष्ट्रपतिको जुन नीति आयो होइन, 4/12 एउटा एकदम गलत नीति थियो होइन। 4/12 को नीति क्वाइटली ल्याउन सकिन्थ्यो कि होइन, राष्ट्रपतिले एकदम गलत काम गरेको हो है। तर 4/12 पछि तपाईँको जुन एउटा यो बढी पैसा चाहिँ मार्केटमा गयो, तर न ट्याक्स बढ्यो, न रोजगारी बढ्यो होइन, न तपाईँको देशको चाहिँ अब इम्प्लोइमेन्ट बढ्यो, इम्प्लोइमेन्ट इन्डेक्स पनि केही पनि बढ्न सकेन भन्ने जब राष्ट्रपतिले देख्यो होइन, त्यति बेला के गर्यो उसले ठ्याक्कै तपाईँको यो वर्किङ क्यापिटल नर्म्स ल्याइदियो होइन। तपाईँको जति वर्किङ क्यापिटल छ जति बेला उति लिन नपाउने। तर हामी के गर्थ्यौँ, अलिक सेयर बजार बढ्न लाग्यो कि त वर्किङ क्यापिटल लियो होइन, त्यसलाई फेरि पैसा निकाल्यो, त्यसपछि सेयर बजारतिर छिराइदियो, पर्मानेन्टली छिराइदियो, घर जग्गातिर छिराइदियो। सबै उद्योगीले गरेको यही थियो नि। यसमा कडा हुँदाखेरि बजारमा पैसा छैन। तपाईँ आफै हेर्नुहोस् त, अहिले मैले बिर्सेँ कति 36 खर्ब 40 खर्ब जति फरेन करेन्सीमा छ। हजुर, 11-12 खर्ब तपाईँको ब्याङ्कबाट बाहिर जानु पनि, लगानीमा जानु पनि पैसा ब्याङ्कमै छ होइन। त्यो बाहेक तपाईँको अझ 10 खर्ब जति छ भने ब्याङ्कमा तपाईँको अब 40-50 खर्ब पैसा बसेपछि त्यो मान्छेको उन्नति कसरी, त्यो देशको उन्नति ब्याङ्कमा पैसा ब्याङ्कमा बस्यो, बाहिर आउँछ। त्यही त तपाईँले अघि भन्दै हुनुहुन्थ्यो कि यो माहौलमा चाहिँ अरू लगानी गर्नलाई के हो भन्ने किसिमको अवस्था छ नि त, कन्फिडेन्ट खासै छैन। त्यो बेलामा चाहिँ मार्केटमा केही सेयर मार्केटमा विशेष बढ्नुपर्ने। अहिले यसो हेर्दाखेरि सेयर मार्केट जहिले पहिलो हुन्छ कि
झर्न पनि पहिल्यै हुन्छ ऊ ओह्रालो लाग्न पनि उक्लिँदैन ऊ पहिल्यै हुन्छ कि जग्गा अनि यसलाई घर जग्गाले फलो गर्छ फलो गर्ने त्यसलाई बल्ल अरू उद्योगहरूले फलो गर्छ अहिले जस्तो एउटा एनालाइसिस मैले के सुनिरहेको छु भने अब यो पुष मसान्तको प्रेसर पनि सकिँदैछ होइन र प्राय माघमा चाहिँ यो मार्केट हाम्रो माघ फागुनतिर यो टाइममा चाहिँ सेयर मार्केट बढेकै पनि देखिया छ होइन विगतको वर्षहरू हेर्दाखेरि पनि यो पटक पनि त्यस्तै हुने हो कि जस्तो पनि त्यो खालको एनालाइसिस पनि म होइन सुनिरहेको छु नबढे होइन नि त 2-4 पोइन्ट त बढेको छ नि हजुर त्यही रिपिट हुन्छ क्या त्योभन्दा बढी हुनेवाला छैन मान्छेले 4,000 5,000 6,000 7,000 धर्के के भन्छन् नि यो हुनेवाला छैन किनभने अहिले तपाईँले हेर्नुहुन्छ भने 4-5 अरबको ट्रेड हुन्छ कहिले काहीँ 15 अरबको ट्रेड पनि भएको छ एकै दिनमा है 12-15 अरबको ट्रेड पनि भएको छ कुनै एक दुई दिनमा तर त्यो पैसा के सेयर बजारमा बसेको छ त छैन नि त्यो त ट्रेडरको पैसा हो नि उसले उता बेच्यो भोलि ऊ किन्यो फेरि उता बेच्यो ऊ किन्यो अनि त्यो पैसा जबसम्म मार्केटमा स्थायी रूपमा आउँदैन है त्यसलाई कस्तो चाहियो हामी चाहिँ लगानी गर्दा अब मैले लगानी गरेको सेयर मैले सायद 15 वर्ष अगाडि होला 20 वर्ष अगाडि होला 10 वर्ष अगाडि होला न मैले बेचेको छु न मैले किनेको छु होइन अलिअलि चाहियो भने अलिअलि बेच्छु आफ्नो प्रफिट बुक गर्छु उक्लिँदाखेरि किन आफ्नो प्रफिट लिनु अब क्यास आउट निकाल्नु पऱ्यो सेयर बजार त फेरि तलमाथि भइरहन्छ त्यो अवस्थामा मलाई के लाग्छ भने अहिले बजारमा पैसा चाहिँ यति धेरै चाहिन्छ सेयर बजार बढ्नको लागि है अब सबभन्दा ठुलो सेक्टर भने के हो ब्याङ्किङ सेक्टरको के हाल छ इपिएसै छैन होइन डिभिडेन्ड दिन नसक्ने अवस्था छ कति ब्याङ्कहरू है राष्ट्र ब्याङ्कको कारबाहीमा पर्ने अवस्था छ राष्ट्र ब्याङ्क अलि लचिलो भएर बसिरहेको अवस्था छ एनपिए बढेको छ एनपिए भन्ने बेला 5 बिलो भनिन्छ 10 माथि छ त्यो त म्यानिपुलेसन हो नि त होइन भएको सिस्टमलाई म्यानिपुलेसन गरे अब ब्याङ्कहरूले होइन त्यसले गर्दा मलाई के लाग्छ भने अहिले ब्याङ्किङ सेक्टरले यसलाई बढाउने कुनै साथ दिन सक्दैन हजुर अब नेक्स्ट तपाईँको सेकेन्ड सेक्टर भनेको हाइड्रो पावर अब हाइड्रो पावरमा यदि आइपिओ निस्किएको छ है त्यो एक्चुअली हाइड्रो पावर भनेको त्यो जुवा खेल्ने लत जस्तो हो कि तपाईँले एउटा हाइड्रो पावर गरेपछि फेरि अर्को लाइसेन्स किनिहाल्नुहुन्छ त्यो लाइसेन्सले 3-4-5 वर्षमा म्याच्योर गर्नुहुन्छ कन्स्ट्रक्सनमा लानु पऱ्यो अब इक्विटी छैन पैसा चाहियो उसले के गर्छ ठिक छ मेरो 1 को 4 आउँछ भने 100 को 400 आउँछ भने म यसलाई बेच्छु म 4 गुणा ठुलो प्रोजेक्ट गर्छु सबै हाइड्रो पावरले सोचिँदा त्यही हो तर त्यसमा एउटा के दोष लाग्छ हाइड्रो पावरलाई भने यो प्रमोटरहरू भागेको छैन उसले 70% ब्याङ्कको लोन लिएको छ त्यो 70% उसको ल्याप्चे छ है उसले 30% सम्पूर्ण बेचे पनि है त्यो 70% को ल्याप्चे उसको गएको छैन है गएको छैन यसमा चाहिँ के हुन्छ सिस्टम जस्तो हो यो विषय यति धेरै उठिरहेको छ अहिले जस्तै त्यो पर्सनल ग्यारेन्टी बस्ने पिजी पर्सनल ग्यारेन्टी पिजी हो जबसम्म त्यो लोन क्लियर हुँदैन तबसम्म त्यो बसिरहन्छ त्यो बेच्न पाएन त्यो बेच्न पाउँदैन होइन बेच्न पाइन्छ प्रमोटर सेयर पहिला बेच्न दिन्थ्यो 3 वर्षपछि होइन अहिले कुनै ब्याङ्कले रोक्ने कुनैले बेच्दैन वा पार्सियल बेच्दैन गरेका छन् है त्यसलाई चाहिँ बेच्न दिए के फरक पर्दैन कि उसले बेच्ने त म्याक्सिमम तपाईँको 30% हो नि होइन इक्विटी हो नि त्यो 30% पनि तपाईँको 20% त स्थानलाई दिनुपर्छ होइन 30 को 20 भनेको करिब 6% उसले बेच्ने भनेको जम्मा 24% 100 को 24% सेयर हो कि म्याक्सिमम 70% उसले ल्याप्सी लगाएको छ भने उसको घरखेत त जान्छ नि त्यता मतलब उतापट्टि लोनमा त ग्यारेन्टी अनि कोही पनि मूर्ख छैन ऊ एकाउन्टमा पनि बस्न चाहँदैन किन कन्ट्रोल त चाहियो नि भोलि एउटा नचाहिने मान्छे आएर नचाहिने काम गरेर धमाधम पैसा साइफन गर्दै के गर्दै भने त फेरि लोन तिर्ने जिम्मेदारी त नयाँ आउनेको भन्दा उसको बढी हुन्छ त्यसै यसमा रिस्क छैन नबुझ्ने मान्छेले के भन्छन् भने प्रमोटर भागे भनेर भन्छन् है उसलाई निस्किन दिएर के फरक पर्दैन यदि उसको ल्याब चाहिँ त्यहाँ छ भने उसको ल्याब चाहिँ हुन्छ हजुर त्यही त अहिले त एउटा के पनि छ यो ब्लकिङ धेरै लगाउनु पर्दैन 3 वर्षको पनि किन चाहियो र बरु सुरुमै लिस्टिङ गरेर सबैलाई बेच्न दिए पनि हुन्छ त्यो चाहिँ अलि हुँदैन किन हुँदैन भने 3 वर्ष राखेको कारण छ कि 3 वर्ष राख्ने कार्यक्रममा म पनि कति इन्भल्भ थिएँ होइन सुरुमा 1-2 वर्ष योजना कसरी चल्छ थाहा हुँदैन होइन कुनै योजना तपाईँको आज 3-4-5 वर्ष भइसक्यो चल्न सकेको छैन इन्कम राम्रो गर्न सकेको छैन टेक्निकल प्रब्लम आएछ त्यो 3 वर्ष यदि प्रुभन भयो भने त्यसपछि चौथो वर्षदेखि कमाएको इन्कमलाई कुनै भगवानले पनि काट्न सक्दैन भनेपछि 3 वर्षमा चाहिँ प्रोजेक्ट के हुन्छ 3 वर्ष लकिङ पिरियड राखेको अप्रुभ पिरियड हो है 2 राखे पनि हुन्थ्यो 3 राखे हुन्थ्यो तर 3 राखेको छ यदि नै कन्टिन्यू गर्दा पनि बेटर हुन्छ त्यही त तपाईँको प्रोजेक्टहरू पनि बनिरहेछ हाइड्रो प्रोजेक्ट अरू पनि के गर्दै हुनुहुन्छ होइन हाइड्रोमा के छ भने तपाईँलाई ग्रो गर्न मन लाग्छ म कुनै बेला अब 1-2 मेगावाट सोच्थेँ अहिले 180 मेगावाटको प्रोजेक्ट अगाडि बढाएको छु होइन कालीगण्डकी गज
40 अर्बको होइन। अब त्यसलाई त इक्विटी चाहियो नि, 10 अर्ब इक्विटी चाहियो, 2 अर्ब मेरो भागमा छ, मैले कहाँबाट निकाल्ने हो त? बन्द व्यापारमा त आउँदैन होइन। जग्गा बेचेर पनि अहिले सहिलो छैन, अन्त मैले त आइपिओ निकाल्ने हो नि होइन। त्यो आइपिओको पैसा बरु के गर्नु पऱ्यो भने प्रपर त्यसकै प्रमोसनमा गएछ भने राज्यले दिल अलिक खुल्ला गरिदिनु पऱ्यो होइन। होइन त्यो पैसा मैले निकालेर अरूमा साइफर गरेछ भने, विदेश लगाएछ भने, बदमासी गरेछ भने होइन, ठिक छ, त्यसोलाई त गर्नु पऱ्यो। तर त्यसलाई त इआरसी छ, इलेक्ट्रिक रेगुलेटरी कमिसन छ, उसले चेक गर्न सक्छ। हामीले प्रत्येकचोटि अप्लाई गर्छौँ आइपिओ निकाल्नको लागि के गर्ने भनेर सोध्छ। ब्याङ्कले हामीलाई छोड्दैन, ब्याङ्कले हामीलाई त्यो आइपिओ आउनसाथ कति पैसा ब्याङ्कको घटाउने भनेर सोध्छ। अब ब्याङ्कको पैसा घट्नु, ब्याङ्कको ब्याज घट्नु भनेको त आम्दानी इपिएस बढ्नु हो नि, फेरि त्यो पनि हेर्नु पऱ्यो नि होइन। त्यस कारण चाहिँ मलाई के लाग्छ भने आइपिओले 3-4वटा फाइदा गरेको छ। एउटा यो जुन ग्रोथ आएको छ, तपाईँ हेर्नुहोस् त प्रत्येक हाइड्रो पावर डेभलपर तपाईँको एउटाबाट दोस्रोबाट तेस्रो झन् ठुलो म 40 अर्बको प्रोजेक्टमा पुगेँ होइन। जबकि म कुनै बेला 1 अर्ब पनि सोच्ने मेरो औकात थिएन। बिबिसीको बोटल पावर कम्पनी किन्ने बेलामा 55 करोड ऋण ल्यायो हामीले, 1 अर्ब न हामी 7 जना मिलेर लगानी गरे हो त्यति बेला। म अहिले एक्लै तपाईँको 2 अर्ब लगानी 180 मेगावाटको कुरामा अगाडि बढिरहेको छु। यो भने के भने यो ग्रोथ त आयो नि, हाइटमा ग्रोथ त आयो नि, तर के इआरसीले हेर्नु पऱ्यो भने यो ग्रोथ चाहिँ त्यहाँबाट निकालेको पैसा, चाहे तपाईँ राइट इस्युबाट भन्नुहोस्, चाहे तपाईँ आइपिओ निकालेको होस्, त्यो चाहिँ प्रपरली त्यो ठाउँमा लागेको छ भनेर यदि प्रुफ हुन सक्छ भने एकदम इजी छ फेरि प्रुफ गर्नलाई है। त्यो पैसा कहाँ लाग्यो होइन भनेर खोज नीति गर्न सकिन्न। जग्गाको दाम जस्तो 2 लाख खानामा किने कि 20 लाख खानामा किनेको क्वेसन भएको हुँदैन। राष्ट्र ब्याङ्कले सबै सिस्टम चेक गरेर आउँछ। त्यसले के गर्छ भने यो सेक्टरलाई ग्रोथ गर्दै दिन्छ। त्यसमा आइपिओ निकाल्न दिनुपर्छ। 3 वर्ष लङ पिरियड पर्फेक्ट छ त्यसको आफ्नो स्ट्याटस टेक्निकल हेर्नको लागि। तर त्यसपछि उसलाई ग्रो गर्ने यदि मौका दिनुभयो भने मलाई लाग्छ नेपालमै भएका लगानीकर्ताहरू जसले 20-30 मेगावाट सोच्न सक्दैन थियो, म आफै 30 वर्ष अगाडि 20 मेगावाट भन्ने मैले कल्पना गर्न सक्दैन थिएँ है। म आज 180, त्यसपछि सोचिरहेको छु अर्को 400 मेगावाट होइन। त्यसले गर्दा मलाई के लाग्छ भने यो पैसा राइट ट्र्याकमा गएको छ। अघि हामी एउटा कुरा गर्दै थियौँ, तपाईँले के भन्दै हुनुहुन्थ्यो भनेदेखि जस्तो पैसा अहिले यता सेयर मार्केटमा चाहिँ रोटेट भयो, एउटा बेच्यो अर्को किन्यो, अर्को बेच्यो, त्यो जस्ट ट्रेडरहरू मात्रै आए, रिटेन भएन। ट्रेडर भयो। अब एउटा सामान्य मान्छेले हेर्दाखेरि चाहिँ अब चाहिँ पैसा रिटेन भयो है, अब चाहिँ मार्केटमा अलिकति लङ टर्म इन्भेस्टरहरू आए भनेर कसरी थाहा पाउँछ त्यसले? अब यसमा यस्तो हो कि लङ टर्म इन्भेस्ट अहिले के छ भने सेयर बजारको कारोबार कति छ, हामी त 20 अर्बको कारोबार कति दिन देख्यौँ नि, अझ सेयर बजार बढेन नि, स्थायित्व लिएन, बढेको फेरि घटेर गयो। किन भन्दाखेरि त्यो दिनमा 10-20 अर्बको व्यापार 3-4 हप्ता त हुनु सक्नु पऱ्यो नि। त्यो पैसा सेयर बजारमा रिटेल हुनु पऱ्यो नि होइन। त्यो पैसा लगायो अनि फेरि 2-4 रुपियाँ नाफा खाएर फेरि बेचेर निस्क्यो भने त त्यो त सेयर बजार त स्थायित्व कहिले पाउँदैन। अहिलेको अवस्था त्यो छ। अहिले त फुल्ली 90% तपाईँ हेर्नुहुन्छ भने ट्रेडरले क्याप्चर गरेको अवस्था छ, 10% पनि लगानीकर्ता छैन। अनि ठुला लगानीकर्ता कहाँ फँसेका छन् त? आफ्नै उद्योग, बिग्रेको उद्योग, सिमेन्ट उद्योग हेर्नुहोस् त सब बिग्रिरहेछ, डन्डी उद्योग हेर्नुहोस् सबै बिग्रिरहेछ, कन्स्ट्रक्सन उद्योग हेर्नुहोस् सबै बिग्रिरहेछ, हाउसिङ उद्योग हेर्नुहोस् सबै बिग्रिरहेछ। हुँदा अब कुल मान्छेले अस्ति कारबाहीपछि फेरि तपाईँको यो ठेकदारी उद्योग पनि सबै बिग्रिरहेछ है। सबैलाई आफूलाई मिलाउनु पऱ्यो नि, ब्याङ्कले त छोड्दैन तपाईँलाई होइन। त्यो अवस्थामा मलाई के लाग्छ भने यी ठुला लगानीकर्ताको सबै पैसा त्यो म्यानेज गर्दै गइरहेछ र अझ 2-3 वर्ष जान्छ होइन। सेयरमा लगानी गर्ने अहिले बेला हो, तर अहिले किन लगानी गर्ने? अर्को साल पनि यो अवस्था छ भने बा 100 पोइन्ट प्लस भएर 2 वर्षपछि फेरि मैले चाहिँ 2600 आज 2600 भएको 2700मा मैले 2 वर्षपछि सेयर पाउँछु भने आज किन लगानी गर्छु? म अरू चिजमा लगानी गर्छु नि। त्यो अवस्था भएको हुनाले ठुला लगानीकर्ता आएका छैन। राष्ट्र ब्याङ्कले त सबै खोलिदियो नि, सबै खोलिदियो है। त खोलेर के गर्ने? अहिले तपाईँको अरू जहाँबाट तपाईँ राष्ट्र ब्याङ्कबाट ऋण लिनुहोस्, त्यो ऋण तपाईँले त्यही सेक्टरमा त्यही ठाउँमा लगाउनुपर्छ। मैले उद्योग खोल्छु भनेर ऋण ल्याएको छु भने राष्ट्र ब्याङ्कले त्यो पैसा दायाँ बायाँ गर्न दिँदैन। हाउसिङ गर्छु भनेको छ भने हाउसिङै गर्न लाउँछ, हाइड्रो पावर भने हाइड्रो पावर गर्न लाउँछ। तर सेयर बजारमा बेचेको जग्गा मतलब फ्रिडम छ, सेयरको मार्जिन लेन्डिङको पैसा मतलब फ्रिडम छ। अनि म के गर्छु, मलाई पैसा चाहियो, मेरो उद्योग चाहिँ अलिकता गाह्रो भएको छ भने म सेयर बेचेर आएको पैसा उद्योगमा, अथवा यदि सेयर छ भने त्यो सेयरलाई प्लेसमा राख्नुहुन्छ, पैसा निकाल्छु, त्यो पैसा सेयर बजारमा ल्याउँदिनँ म। त्यो पैसा है पहिला सेयर बजारमा आउँथ्यो, यो पैसा चाहिँ सेयर बजारमा आउँथ्यो, सेयरमा प्लेस गरेर पैसा सेयर बजारमै आउँथ्यो। अहिले आएको छैन। अहिले लोन त बढेको छ नि, सेयर लोन त मार्जिन लेन्डिङ त थुप्रो बढेर गएको छ
यसको अर्थ सेयर लोन मार्जिन लोन बढ्यो तर त्यसको प्रभाव बजारमा त्यो पैसा साइफर्ट भएर भन्नुको त्यो पैसा साइफर्ट भएर कुनै दुबई पुगे, हजुर कुनै इन्डिया पुगे, कुनै अमेरिका पुगे। हजुर आज हेर्नुहोस् त, तपाईँ अमेरिकामा जानुहोस्, टेक्सासमा, अस्ति म गएको थिएँ केही महिना अगाडि, घर किन्नेमा पहिलो 10मा नेपाली आउँछ, फर्स्ट टप 10 मा टप 10 ऱ्याङ्किङमा है। अस्ट्रेलिया जानुहोस् 7औँमा आउँछ, हो दुबई जानुहोस् 5औँ 6औँमा आउँछ। होला साइज सानो होला, अरूको जस्तो ठुलो छैन होला, तर नेपालीको अहिले घर किन्ने ऱ्याङ्किङ यति हाई भएको छ किनकि यति धेरै नेपाली बाहिर बसेका छन् कि उसलाई के लाग्यो भने अब यो कमसेकम यो काठमाडौँको यति महँगो घर 5 करोड घर मैले बेचेँ भने यहाँ त मेरो रिटर्न त 10-12% छ, काठमाडौँमा त छैन, भाउ बढ्दैन अब त भन्ने फिलिङले गर्दाखेरि पैसा साइफर्ट भएको छ, धेरै पैसा साइफर्ट भएको छ, उद्योगको पैसा साइफर्ट भएको छ, कन्फिडेन्स छैन। आज दुबईमा हेर्नुहोस् त, कुन ठुला उद्योगीको चाहिँ त्यहाँ तपाईँको अफिस छैन है, अफिस छ त्यसै अफिस त खोलिएको छैन, लले त खोल्न दिँदैन होइन। त्यसमा मलाई के लाग्छ भने अब राज्यले पनि यसलाई एउटा लिबरल नीति ल्याउनु पऱ्यो कि यदि तिमी पैसा बाहिर लान्छ भने भनेर लैजाऊ, आखिरमा लुकाएर लाने रहेछ नि, आखिरमा त रोक्न नसकिने रहेछ भने लैजाऊ, तर तिमी त्यसलाई प्रपरली कन्ट्रीमा चाहिँ तिमीले चाहिँ यसको सिस्टम चाहिँ राख भनेर भन्यो भने त्यो बेला भइसक्यो अब है। धेरै नेपालीको धेरै लगानी विदेशमा छ, पैसा त्यही भएर यहाँ पैसा किन छैन भन्दाखेरि तपाईँले आजकल 1000 नोट देख्नुहुन्छ, तपाईँ 1000को बन्डल खोल्नुहोस् त कहिले पाउनुहुन्न, 1000को बन्डल कहिले पनि पाउनुहुन्न। हजुर अहिले जति करेन्सी छापेको छ 600-650 अर्ब कति करेन्सी छापिएको छ है, त्यो छापेकोमा सबैभन्दा बढी छापेको त 1000को नोट हो नि है। तर बजारमा ब्याङ्क जानुहोस् त 1000 नोट कहिले पाउनुहुन्न। के होला त, कि त नेताहरूले बोर्डमा लुकाएर राख्नु पर्यो, हजुर 2-4वटा नेताहरू देखियो होइन, बुढानीकण्ठमा अब ऊर्जा मन्त्रीको देखियो होइन, 4-5 बोरा पैसा थियो अरे त्यति बेला होइन, जलीको पैसा भेटियो होइन, त्यसले मात्र त्यो पैसा चाहिँ हराएको हो, त्यो खरब पैसा हराएको होइन कि। अहिले प्रत्येक नेपालीले ग्यास हेर्नुहुन्छ भने प्रत्येक नेपालीको खल्तीमा 25,000 करिब छ। एकातिर डिजिटाइजेसन भइरहेछ, एकातिर क्रेडिट कार्ड चलिरहेछ, एकातिर वालेट आएको छ सबै है, आइफोन सबै आइएमई पे जम्मै आएको छ। तर किन नेपालीको प्रति व्यक्ति नेपाली ग्यास सर्कुलेसन एकदम बढिरहेछ, राज्यले कहिले सोचेको छ होइन, सोचेको छैन। आज तपाईँ मलेसिया जानुहोस् त नेपाली पैसा चल्छ, हङकङ जानुहोस् नेपाली पैसा चल्छ, जहाँ नेपाली धेरै छन्, जहाँ उनीहरूले डलर कमाएका छन्, उनीहरू आउँदाखेरि नेपाली पैसा लिएर आउँछ फेरि होइन, त्यो एक्सचेन्जको लोभले त्यहाँ पनि प्रशस्त नेपाली पैसा चलेको अवस्था छ। यो पनि राज्यले हेरेको छैन, त्यसले गर्दा अहिले 1000 रुपियाँको नोट तपाईँले मलाई 5 लाखको 1000-1000को नोट दिन्छु भने ब्याङ्कमा गयो भने कहिले पाउनुहुन्न, 500 पाउनुहुन्छ, किनकि यो पैसा चाहिँ सर्कुलेसनबाट बाहिर गइसकेको अवस्था छ। राज्यले यसलाई अलिक गम्भीरतापूर्वक हेर्नु पर्यो, सल्युसन निकाल्नु पर्यो होइन, यस्तो चाहिँ जहाँ पनि हुन्छ। यो राजनीतिक माहौल छ नि अहिले, यसको विषयमा खुब चर्चा हुन्छ होइन, तपाईँले हेर्दाखेरि चाहिँ यो यसलाई दुईवटा सिराबाट चर्चा हुन्छ। एउटा चाहिँ के भनेदेखि यो जेनजी आन्दोलनपछि अब चुनाव त लगभग हुने जस्तो अवस्था बन्दै गइरहेछ होइन, एक हिसाबले अब नयाँ शक्तिहरू जसलाई चाहिँ केही गरौँ भन्ने होटुटी छ तिनीहरू चाहिँ इस्टाब्लिस हुन सक्छन् अथवा तिनीहरूको सरकार बन्न सक्छ भन्ने एउटा एनालाइसिस त्यो भयो। अर्को चाहिँ होइन कहाँ अब त्यस्तो हुन्छ र, किनकि यो फेसबुकै विश्लेषणले कहाँ चुनाव जितिन्छ र फेसबुकै प्रचार प्रसारले पनि हुँदैन, ग्राउन्ड रियालिटीमा जानुपर्छ, यो अहिले जे भइरहेछ यी पुरानै दलहरू आउने हुन् फेरि भन्ने पनि छन्। अथवा तपाईँले चाहिँ हेर्दाखेरि अलिकति एक्साइटिङ माहौल बन्ला जस्तो लाग्छ कि तपाईँलाई, होइन यो एज इट इज होला जस्तो लाग्छ? होइन, यस्तो तपाईँको 3टा दलको त विभिन्न कम्बिनेसन हेरियो। हजुर, अब मलाई लाग्छ सायद 33 सालतिर पहिलो आन्दोलन भएको जस्तो लाग्छ मलाई है, 33 कि 36 सालतिर पहिलो 36 सालमा पहिलो आन्दोलन भएको है। अब म भर्खर युवा थिएँ, आज म अफिस छोडेर एउटा रिटायर्ड म भन्दिनँ तर इजी लाइफ म गरिरहेको छु है, 65 भएँ है, अझ पनि आन्दोलन सिद्धेको छैन कि। पनि बाबा एउटा आन्दोलन देश बन्न थाल्नु पऱ्यो नि, तपाईँ दोस्रो त बन्द, तेस्रो त हुनु पऱ्यो, चौथो त हुनु भएन नि होइन होइन। हामी कहाँ हेर्नुहोस् त कतिवटा आन्दोलन भइसक्यो, सबै ट्रायल भइसक्यो, किङको पनि ट्रायल गऱ्यौँ, किङ र डेमोक्रेसी पनि ट्रायल गऱ्यौँ, लोकतन्त्र गणतन्त्र भयभरको गरिसक्यो, जेन्जी पनि आयो अब होइन। अब के छ भने यो ब्रेक लाग्न आवश्यक थियो, किन विगतको इतिहासबाट त देश बनेको देखिएन नि होइन, विगतको नेताहरूको सोचबाट ब्युरोक्रेसीबाट बनेको देखिएन भने एउटा चेन्जेस चाहिएको थियो, त्यो चेन्जेस चाहिँ जेन्जीले ल्यायो होइन, त्यो नेचरले ल्याउँछ, जेन्जीले ल्यायो होइन। त्यो अलिकति आश लाग्दो चिज चाहिँ हो पक्कै, त्यो आवश्यकता पनि थियो साँच्चै भने है। तर अब के
के जेजीले सक्ला त अब देख्नुभयो फेरि कुलमान्छे र बालेन्द्र उसको डिफरेन्सेस रविको डिफरेन्सेस होइन त्यो आश पनि अलिक मर्दै गएको छ नि त मलाई के लाग्छ भने कसैले मलाई सोध्छ अब के गर्ने होला भन्यो भने म भन्छु केही नगर 3 वर्ष बाँच्ने उपाय गर तिम्रो उद्योग छ भने उद्योगलाई बचाउने उपाय गर तिम्रो कर्मचारी छ भने टिकाउने उपाय गर है नाफा घाटा मेरो कति घट्यो बढ्यो हेर्ने कुरै नगर मैले 2-3 वर्ष ठुलो आश गरेको छैन केही होला भनेर तर एउटा सुरुवात भएको छ अब विगतको कालो रात भन्दा यो अलिकता बिहानीले अब रात ल्याउँछ कि फेरि सुनौलो दिन ल्याउँछ थाहा छैन त्यही त भनेपछि तपाईँ त्यति धेरै आशावादी चाहिँ हुनुहुन्न होइन छैन पटक्कै छैन फेरि त्यो मात्रै होइन कन्ट्रीको अवस्था कस्तो गयो भने सामान्य खर्च बजेटको गर्नलाई हामीसँग पैसा छैन आन्तरिक ऋण थपेको थपै छ हजुर विदेशी डाक्टरी संस्थाले दिने पैसा केही पनि छैन अहिलेको सरकारले राम्रो एउटा निर्णय गर्यो कि हामी चाहिँ अब डेभलपिङ कन्ट्रीमा लिफ्ट हुने भनेर जुन थियो त्यो नजाने भनेर भन्यो नि जुन एकदम राम्रो गर्यो त्यो जानसाथ त तपाईँको आउने ग्रान्ट पनि जम्मै बन्द हुन्छ होइन आज एमसिसीको यत्रो पैसा आएछ अनि अब 1 खर्बको प्रोजेक्ट चलिरहेछ त्यो नभएको भने हाइड्रो पावर अगाडि बढ्न सक्दैन थियो त्यो पनि ग्रान्टै आएको हो नि होइन तर 2-4वटा देशका ग्रान्टहरू म नामै लिएर भन्छु चिनिया ग्रान्ट वा लोन पोखराको एयरपोर्टमा देखाइहाल्यो जात देखाइहाल्यो जात देखायो नि त्यो एयरपोर्ट यदि नेपालीले बनाएको भए मान्नुहोस् 14-15 अर्बभन्दा बढीको एयरपोर्ट होइन बियुक्यू जम्मै क्लियर छ नि नेपालको रेट राखिदियो भने तुरुन्त आइहाल्छ नि एउटा थैरा साथीले भन्दै थियो मलाई 18 अर्ब दिएको पनि म 4 अर्ब कमाउँथेँ भन्दै थियो मैले 14 भने उसले है नेपालले 14 पाउने एयरपोर्ट विदेशी आएर चिनिया त्यति इफिसियन्ट कन्ट्र्याक्टर आएर 24-25 मा बनायो होइन अब हामी सुदुङ बनाइरहेछौँ होइन त्यसले जिडिपी कति वृद्धि हुन्छ केही हुनेवाला छैन अब एउटा टिकौली भरतपुरबाट तपाईँको यता टिकौलीको जङ्गल छ त्यहाँ त्यो जङ्गलमा अलि जनावरहरू क्रस गर्छन् राति केही जनावर क्रस गर्छ हामी 400 करोड खर्च गरेर फ्लाइओभर बनाइरहेछौँ जनावर तलबाट जानिदिने रे माथिबाट हाम्रो बस लाने रे ए बाबा बस ट्रक हुन्छ 40 टनको 60 टनको है त्यसलाई मुनि राखेर त्यो 1 टन जनावर होइन म्याक्सिमम भयो भने त्यो हात्ती 1 टन 2 टन होला होइन त्यसलाई पुलबाट लगायो हुन्थ्यो नि 10 करोड रुपियाँमा हुन्थ्यो नि है पुलबाट हाल्दा हामी टुटलै फेल खायौँ है छिट्टो बन्द पनि फास्ट ट्र्याक जुन 65 अर्बमा बन्थ्यो अब 200 अर्ब पुग्ने अवस्था छ एयरपोर्ट हेर्नुहोस् त 60-70% एयरपोर्ट चल्दैन है भने हाम्रो बेलम्ची 4 महिना पानी नै आउँदैन अब सुन्दैछु सिस्नेरीको पानी चाहिँ लिफ्ट गरेर ल्याउने रे कति मूर्ख ए बेलम्ची नचल्ने त असार साउन भदौ असोज हो नि बर्खाको बेलामा बाढी आएर त्यो बेला त बागमती विष्णुमती कोटगु सबै यही 10वटा नदी छ नि यहाँ त मुनाहरा 10वटा नदीको पानी चलायो भने त पुगिहाल्यो नि होइन अब एडिबीको चाहियो है यो एडिबी भन्ने जात पनि यो राम्रो जात होइन यो कुजात हो एडिबी वोलम्याङहरू कुजात हुन् कुन चाहिँ प्रोजेक्टमा ठिक गरिरहेको छ जस्तो अहिले 50 अर्ब कति दिएको छ यो इस्ट वेस्ट हाइवेको तपाईँको यो 4 लेन गर्नको लागि हेर्नुहोस् त प्रोजेक्टको हालत त्यो डाउन दे हेर्नुहोस् त है यिनीहरूले मोनिटर गर्नु पर्दैन एउटा इक्जाम्पल भर्खर दिएँ टिकोलीको जङ्गलमा 4 किलोमिटर लामो तपाईँको फ्लाइओभर अब यहाँ बाटो जाम भएर सडक हाम्रो गाडी जानलाई फ्लाइओभर छैन जनावरलाई जानलाई फ्लाइओभर जनावरलाई पुल बनाइदिनु न 10 करोडको पुगिहाल्यो नि होइन बेलम्ची हेर्नुहोस् है अहिले फेरि बेलम्ची नयाँ ऊ चल्दैछ नयाँ प्रोजेक्ट चल्दैछ है यो कहीँ पनि तपाईँको अब पूर्व पश्चिम रेल चाहिए सबैभन्दा बढी हाम्रो सामान आउने भनेको काठमाडौँ कहाँबाट बिरगन्ज नाकाबाट दिनको 4000वटा ट्रक बसाउँछ है $1 बिलियन हाम्रो खर्च हुन्छ यी सामान ल्याउनुको लागि मान्छे ल्याउनुको लागि भारत सरकारले रेल बनाइदिन्छु भनेको छ 140 किलोमिटर 3 घन्टामा चोभार आइपुग्छ आज बिहान 6 बजे हिँडेको ट्रक बेलुका 9 बजे पनि आइपुग्दैन अनि यत्रो जाम छ यत्रो घुमेर आउनुपर्छ पुरै यत्रो यहाँ हेटौँडा वीरगन्ज यहाँ काठमाडौँ यसरी नआइकन हामी यसरी आइरहेको छौँ नागढ भएर पुरै हामी आउँछौँ बाटो पुरै जाम त्यो बाटो बिग्रिरहेको छ फेरि बारम्बार किन हेभी भयो ट्राफिकले अब हामीलाई यो रेलको चासो छैन हामीलाई चासो कहाँ छ चिनको रेल ल्याउने अनि चिनको रेलमा के राखेर ल्याउनु त के सामान ल्याउने के सामान पठाउने र चिन सरकार लेखेर ल्याउनुहोस् चिनको रेल त अर्को 20 वर्ष मर्दै पनि आउँदैन टेक्निकली आउन सक्दैन र टिबेट खोल्ने उसको प्लानै छैन खै हाम्रो सरकारले बुझेको उसको टिबेट खोल्ने नेपालबाट खोल्ने प्लानै छैन त्यो ठुलो देख्छु उसलाई त यहाँ यत्रो गुम्बा बनिरहेको छ विदेशी डाक्टरी संस्थाहरूको लगानीमा होइन गुम्बामा जानुहोस् त सबै खैरै भेट्नुहुन्छ
सेतो साला भेट्नुहुन्छ के को लागि होला त केही त भित्र पाकिरहेछ नि त्यस्तो बेला चीनले चाहिँ बोर्डर खोल्ला अनि रेल आउँदै जाने होला भने तपाईँ विश्वास गर्नुहुन्छ चीन जस्तो तपाईँको बुद्धिमान राष्ट्रले इम्पोसिबल खोल्दैन उसले मुखले भने मात्र हो सरकारको योजना ठिक भएन के पनि इन्फ्रास्ट्रक्चर के पनि छैन जस्तो अहिले हेर्नुहोस् न 17 करोडमा हामीले फ्लाइओभर बनायौँ कहाँ तपाईँको ग्वालकोमा हजुर ए बाबा 5-6 वर्ष अगाडि बनाएको रोड होइन त्यति बेला थाहा थिएन त्यहाँ एउटा फ्लाइओभर चाहिन्छ भनेर त्यो पनि फ्लाइओभर ब्रिज बनाउनु पर्ने हो नि हजुर ओभरपास बनायौँ हामीले तल गाडी जाने बाटो जम्मै ब्लक गरेर ओभरपास बनायो गल्ती गर्यो ल त्यहाँ खाइखुइ गरेर यी साला चोर ब्युरोक्रेट्सहरूले सचिवजीहरूले बदमासी गरेर 50 करोड पुर्याए 50 करोडमा ग्वालको फ्लाइओभर बन्ने खाइखुइ गरेर पनि अनि 44 अर्बमा हामी 3 कुने फ्लाइओभर बनाउँथ्यौँ जापानको ऋण लिएर अनि गएको सरकारले हुन्छ भनेर पास गराएछ 44 अर्बमा फ्लाइओभर बनाएर त देशको जिडिपी बढ्छ 44 अर्बमा त होल काठमाडौँको ट्राफिक सिस्टम सुधार हुनुपर्छ पब्लिक ट्रान्सपोर्ट सस्तो हुनुपर्छ आम जनताले तपाईँको भन्या बेलामा बस पाउनुपर्छ होइन त्यस्तो हुनुपर्छ होइन अब 44 अर्ब खर्च गरेर 3 कुनेको फ्लाइओभर अब जापानको इन्ट्रेस्ट के हो हाजमाको इन्ट्रेस्ट हो हाजमा भन्ने ठेकेदार उसको काम सिद्धिन लायो उसको तल्लो काम सिद्धिन लायो त्यो काम उसले नेपालीले कतिमा दिएछ लेस देन 40% कस्टमा दिएछ आफूले लिएको कन्ट्र्याक्टमा उसले सायद 26 अर्ब खर्च देखाउला तर त्योभन्दा धेरै कम खर्च भएको छ नि त्यहाँ काम गर्दा जम्मै नेपाली हो नि मेगाटेक हो नि हाम्रो साथीभाइ हो नि होइन अब त्यसलाई काम सिधेसी के गर्नु पऱ्यो नयाँ काम चाहियो जापान सरकार चाहिँ ऋण लिएर आयो 36 अर्बको त्यो पनि 1.5% सुन्छु म ब्याज है त्यति महँगो अनि 44 अर्बमा अब नचाहिने फ्लाइओभर हामी बनाउने प्लान गरेर आएको छौँ 3 कुनेमा 3 कुनेदेखि उता भक्तपुर जाने बाटो फ्लाइओभर बनाएर लाने हेर्नुहोस् त अनि मैले भनिदिएँ थिएँ मलाई 4 अर्ब दियो भने म 50 करोड पोलिटिकल चन्दा दिन्छु है 50 करोड है त्यसको 12.5 करोड ट्याक्स तिर्छु म 50 करोड कमाउँछु है बिलो 3 बिलियनमा म त्यो पास हुने सिस्टम बनाइदिन्छु यो अनावश्यक काम गर्ने काम छ त्यहाँ हामी पूर्वाधार सिलेक्सनमा टोटल्ली फेल खायौँ है पूर्वाधार सिलेक्सन नभएको हुनाले टुरिज्म अगाडि बढ्न सकेन आज हाम्रो लजिस्टिक कस्ट कुनै पनि देशको सबैभन्दा ठुलो कस्ट भनेको के हुन्छ खाद्यान्न हुन्छ अनि खाद्यान्नमा राज्यले के गर्नुपर्छ विकासलाई भने आफ्नो उत्पादनलाई म्याक्सिमाइज गर्नुपर्छ जस्तो चीन भारत उनीहरूको आफ्नै उत्पादनले इभन बङ्गलादेश हाम्रै साइजको बङ्गलादेश 16-17 करोड जनसङ्ख्यालाई खुवाउन पुग्छ है उत्पादन बढायो अनि के भयो त्यो पैसा देशभित्रै घुम्दाखेरि उसले चामल किन्यो चामलले कृषकलाई दियो कृषकले मल किन्यो यो घुम्दाखेरि के भयो इकोनोमी तपाईँको चल्यो अब हाम्रो खाद्यान्न हेर्नुहोस् त न चामल पुग्छ न पिठो पुग्छ केही पनि पुग्दैन सबै हाइड गर्नुपर्छ यसमा हामी फेल खायौँ दोस्रो ठुलो कस्ट भनेको तपाईँको लजिस्टिक ट्रान्सपोर्ट है कुनै पनि डेभलपिङ कन्ट्रीको ठुलो कस्ट भनेको लजिस्टिक हुन्छ त्यसलाई मैले स्टडी गरेको थिएँ चीनमा 1 केजी 1 किलोमिटर लानलाई एउटा नम्समा जाउँ $1 लाग्छ भने भारतमा 5 लाग्दो रहेछ त्यो 5 लाई 3 गर्छु भन्दा भारतले नितिन गडकरीले यति हाइवे बनाएको छ 12 घन्टाको बाटो अहिले 3 घन्टा पुग्न सकिन्छ हाइवे एकदम बनाइरहेछ है रेलवे पनि फास्ट गरिरहेछ फास्ट रेलवे लाइन पनि आउँदैछ अहमदाबाद र बडोदाको बिच होइन 300 किलोमिटरको स्पिडको होइन अब हामी यहाँ थाहा छ कति तपाईँको $9 अब अरूको देशमा 1 मा हुने ट्रान्सपोर्ट कतै 3 मा हुन्छ र छिमेकी मुलुक दुईटै छिमेकी मुलुक हामी कहाँ 9 लाग्छ भने अनि हामी कहिले कस्ट इफेक्टिभ हुन्छौँ कहिले हाम्रो सामान सस्तो हुन्छ होइन कहिले पनि हुँदैन होइन यसमा पनि हामी फेल खायौँ कारण चाहिँ के हो जस्तो सबैको तपाईँले होइन हामीले स्टडी नै गरेको छैन क्या हाम्रा सचिवजीहरू होइन हाम्रा अब साथीभाइहरू हुनुहुन्छ सचिवजीहरू पूर्वाधारका है हेर्नुहोस् त कस्ता कस्ता प्रोजेक्ट पास गर्छ मैले भने नि 44 अर्बमा फ्लाइओभर बनाउने फेरि मान्छेले के भन्छ त्यसले खाएकोलाई भन्छ बिचराले खानाको खायो जापान 2-4 वटा भ्रमण गरेर आफ्नो श्रीमती बोकेर 2-4 साके खालन त्यो ठेकेदारको त्यति ओले खानु त्यो जापानले पैसा पाउँदैन बुद्धि नभएको है बढी बुद्धि भएको होइन कहाँ बढी बाटो भएछ गु खान्छ भन्छ नि यी हाम्रा ब्युरोक्रेट्स पनि गु खाएका हुन् के होइन अब त्यो 17 करोडमा ठेक्का भएको अब अर्को इक्जाम्पल दिन्छु तपाईँलाई म सूर्यविनायकदेखि ढुल्केसम्म बाटो जाइकाले बनाउने प्लान थियो हजुर कतिमा 40 अर्बमा 12 अर्ब नेपाल सरकारको 28 अर्ब तपाईँको लोन चाहिँ जाइकाको जापानको है हामी विरोध गऱ्यौँ हामीले विरोध गऱ्यौँ
हामीले नेपालीले गर्नुपर्छ, हामीलाई हतार छ भनेर भन्यो। मेरो पनि स्वार्थ थियो, मेरो रिसोर्ट आउँदैछ उता नेपालमा होइन, त्यो बाटो छिटो बन्यो भने त मेरो लागि मात्र होइन 2 लाख मान्छे हिँड्छ त्यहाँ त, त्यसमा 2 लाख मान्छे मैले जना हो आखिरमा त 1 लाख 79 हजार त अरू मान्छे हिँड्छ नि। त्यो बाटो आज तपाईँको 9 अर्बमा बन्दैछ। 40 अर्बमा जापानले बनाइन्छ भनेको बाटो ऋणमा है, अहिले हामी 9 अर्बमा बनाइरहेका छौँ त्यो बाटो। नेपाली ठेकदारले जानुहोस् त अहिले अस्ति कुलमानजी र अर्थमन्त्रीले पैसा हालिदिएपछि यसरी बाटो बनाएछ कि तपाईँ अचम्म मान्नुहुन्छ। ठुल्ठुलो प्रोजेक्टमा जाँदाखेरि कहीँ काम गरेर देखिँदैन, यहाँ तपाईँको 20 ठाउँमा काम भइरहेछ, 24 घन्टा काम भइरहेछ र आउने असारमा तपाईँ सल्ल बगेर जान सक्नुहुन्छ धुलीखेलसम्म। त्यो हो नि विकास। भन्नुको अर्थ विदेशीहरूले आफ्नो स्वार्थमा नै यहाँ जति पनि सहयोग गरे भनेर छन् सबै स्वार्थमै गरिरहेछन्। सबै भन्नु मिल्दैन। एमसिसी धेरै बदनाम है, म बोर्ड मेम्बर थिएँ। एमसिए नेपाली हेर्ने एजेन्सी 1 पैसा अमेरिका जाँदैन। के भन्थ्यो आएर बुट बजार छ भन्थ्यो। तपाईँले एकजना के अरे अमेरिकन सैनिक देख्नुभयो यहाँ आएको छैन। उल्टो अस्ति 7 अर्ब गरेपछि थपिदियो। उल्टो यसले भारतसँग कनेक्सन गरिदियो। अब भारतको एक्सपोर्ट बिजुली हामी त एक्सपोर्ट गर्ने अब त भविष्यमा अहिले पनि एक्सपोर्ट भइरहेछ। एक्सपोर्टलाई तपाईँको सहज वातावरण गराइदियो। यस्तो प्रोजेक्टलाई अब एउटा पोलिटिकल दलले के गर्यो, यति बदनाम गरिदियो कि आज पनि कुलमानले कालो दाग लाग्छ एमसिसी भनेर। ऊ आफै बोल्न सक्दैन। एमसिसीले बदनाम भइसक्यो। जबकि एमसिसी जस्तो राम्रो ग्रान्ट कुनै छैन। मान्नुहोस् तपाईँ जापानको प्रोजेक्ट हेर्नुहोस्, चीनको प्रोजेक्ट हेर्नुहोस् है, भारतको प्रोजेक्टसम्म अलिक ठिकै छ। जस्तो उसले चाहिँ ओभर इन्भोइस पनि दिँदैन। पोखराको एयरपोर्ट देखिहाल्नुभयो चिनियाको है। अब जापानले बनाएको टनल देखिहाल्नुभयो। जापानले बनाउँछु भनेको 44 अर्बको तपाईँको फ्लाइओभर सुनिहाल्नुभयो। त्यसले गर्दा मलाई के लाग्छ भने हामी धेरै बुद्धि भएको जात है, तर काँध भयो के गु खायो। तपाईँ हामीले जनताले होइन, पोजिसनमा बसेका मन्त्रीज्यूहरू सचिवज्यूहरूले गु खायो। अब राजनीतिक नेतृत्व परिवर्तन भयो भनेदेखि तपाईँले भने जस्तो यो सबै कुराहरूबाट देशले मुक्ति पाउला, त्यो अपेक्षा गर्न सक्यो। अलिकति आश हो, अपेक्षा गर्न सकिन्न। अपेक्षा गर्न सक्यो, थोरै आश होला कि अब त केही होला कि। फेरि मेरो उमेरमा मलाई धेरै आश पनि चाहिएको छैन। मैले आफ्नो यति गाह्रो 36 सालको आन्दोलन देखेको मान्छे अहिले जेनजीको आन्दोलन 82-83 पनि देखेँ है। यत्रो देख्दा पनि तपाईँको अब हामी चाहिँ सफल भयो के, केही व्यवसाय सफल भयो भने अब हामीलाई त यो शान्तिको कुराले छुँदैन र अब यस्तो पुग्ला भनेर धेरै एक्सपेक्टेसन हाम्रो यो एजमा हुँदैन। तपाईँको एजमा हो भाइ बसन्तजी होइन, तपाईँले छोड्नुहुन्न। हामीलाई के लाग्छ लेट इट गो भन्ने हामी चाहिँ मुडमा आउँछौँ। र अहिले नेपालको कुनै पनि स्पेसली मारवाडी व्यवसाय हेर्नुहुन्छ भने सबै लेट इट गोमा छ कि, त्यो राम्रो होइन के। उसलाई त अझ गरौँ, नयाँ उद्योग थपौँ, कम्पिटिसन आउनु पर्यो नि। सबैको त्यस्तै छ। तपाईँले सोच्दा के छ? होइन, राम्रो उद्योग गर्छन् भने एउटा जलविद्युत गर्दा कति गाह्रो छ। 30 वर्षपछि जलविद्युत तपाईँको सरकारले सित्तीमा बुझाउनु पर्छ। एउटा टकमा दिन सक्दैन राज्यले। कति पर्ने होला र 1 लाख पर्ने होला होइन। त्यो बेला जलविद्युत बनाएर देशको राम्रो गएर टकमा भिडाइदिए हुन्छ नि। अलिकति ठुलो स्केलमा लगानी गर्ने लगानीकर्ताहरू होइन, उद्योगपतिहरू, उहाँहरूको चाहिँ के छ मेन्टालिटी? तपाईँले यसो बुझ्दाखेरि उहाँहरूको अहिले के सोचिरहनु भएको छ, के गरिरहनु भएको छ उहाँहरू? जस्तो तपाईँको नाकाबन्दी आयो, हजुर, निकै लामो समय थियो होइन। भुइँचालो आयो, निकै लामो समयसम्म बन्द रह्यो बजार होइन। त्यसपछि यो के रोग डिजिज आयो, कोरोना आयो, त्यसले 2 वर्ष तपाईँको ठप्प गरिदियो। त्यति बेला नेपाल सरकार र ब्याङ्किङ सिस्टम नेपाल राष्ट्र ब्याङ्कले यति राम्रो पोलिसी ल्यायो कि हामीले फिलै गरेनौँ। उद्योगबाट 1 पैसा आम्दानी छैन, उद्योग चलेकै छैन है। तर के छ, हामी तलब खुवाइरहेछौँ, कसले निकालेका छैनौँ। त्यो बेला राज्यले ठुलो सहयोग गरिदिएको। त्यो सहयोग चाहिँ मोस्टली केबाट भयो भने वर्किङ क्यापिटल मार्फत भयो। त्यो बेला लिमिट थिएन, विभिन्न हेडमा चाहिँ लिन पाइन्थ्यो। अनि पछि राज्यले सडनली फेरि के गर्यो, एक्सन के लियो त, यत्रो ऋण बढ्दा पनि न तपाईँको इम्प्लोइमेन्ट इन्डेक्स बढेको छ, न ट्याक्स बढेको छ, न उत्पादन बढेको छ, न त्यसले जिडिपीमा कन्ट्रिब्युसन गरेको छ। कहाँ गयो त पैसा भनेर हेर्दाखेरि त त्यो पैसा त कति त बाहिर पनि साइफन भएको छ, दुबईमा साइफन भएको छ। आज तपाईँ हेर्नुहोस्, विश्वको कुनै पनि घर धेरै बिक्री हुने क्षेत्रमा नेपाली पहिलो 10 हुन्छ घर किन्नेमा। दुबईमा मैले सुन्छु पहिलो 5 देखि 7 मा छ अरे। अस्ट्रेलियामा पहिलो 7 मा नेपाली आउँछ। टेक्सासमा पहिलो 5 मा नेपाली आउँछ। यति सानो कम्युनिटी हाम्रो एज कम्पेयर टु अरू धेरै ठुला राष्ट्रहरू। अब हामी त्यसरी आउनु भने के हो, पैसा त साइफन भएको छ होइन, पैसा त बाहिर गइरहेछ है। अब रेमिटेन्स बढेको बढी छ
हजुर त्यो त्यो साइफन नभए कति बढ्थ्यो होला आज होइन त्यसले गर्दा मलाई के लाग्छ भने अहिले ठुला लगानीकर्ताहरूको विगतको जुन यो कोरोना भूकम्प अनि यो नाकाबन्दीमा जुन तपाईँको हामीले वर्किङ क्यापिटल लिएका थियौँ त्यसलाई तिर्नको लागि सेयर बेचेर आएको पैसा सेयरमा लगानी नभएर ब्याङ्कमा गएको छ त्यो भएर ब्याङ्कमा हेर्नुहोस् त पैसा कति छ ब्याङ्कमा तपाईँको 40-50 खर्ब पैसा छ अल्ब होइन खर्ब पैसा छ जनतासँग पैसा छैन ब्याङ्कमा पैसा ठुला लगानीकर्तासँग पैसा छैन है त्यसले गर्दा मलाई के लाग्छ भने ठुला लगानीकर्ता चाहिँ अब 2-3 वर्ष कसरी आफू चाहिँ बचौँ भन्ने मुडमा भएको हुनाले सेयरमा लगानी आइसकेको अवस्था छैन भनेपछि मार्केटमा अहिले जुन पैसा छ त्यो भनेको ठुला लगानीकर्ताको त्यसमा हिस्सा कम छ नयाँ लगानी तपाईँ कुनै पनि ठुला लगानीकर्ता बेचेको सेयर हेर्नुहोस् हजुर। त्यो पैसा उसले कुन सेयर किन्यो हेर्नुहोस् त सेयर किनेकै छैन आफ्नो व्यवहार मिलाउँदै व्यवहार मिलाउँदै थिएको छ उसलाई एन्ड अब हामी त एउटा लेभलमा छौँ सबै साथीभाइ त ठुलै छन् होइन उसले भन्छ 60 करोडको सेयर बेचेँ 10 करोड पनि सेयरमा उसले इन्भेस्टमेन्ट गरेको छैन अनि कसरी सेयर बजार बढ्छ मैले चाहिँ के बुझेँ भन्दाखेरि मार्केट योभन्दा डाउनफल हुने चान्स चाहिँ तपाईँ देख्नुहुन्न हुँदैन यति लो लेभलमा छ मार्केट है यो भनेको त एकदम बटम लेभल हो योदेखि क्राइसिस पनि आउन सम्भावना छैन है हजुर अब फेरि यदि तपाईँको ब्याङ्कमा 12-14% ब्याज भएको भए अझ पनि ब्याङ्किङ सेक्टर त फिक्स डिपोजिटमा जान्थ्यो होला त्यो पनि छैन घर जग्गाको सम्भावना पनि अब अलिकति न्यून भएर गएको अवस्था छ फेरि राज्यको पोलिसी पनि त्यस्तै छ अहिले बनीकरण यताउता किताका रोक्का यी सबै चिजले गर्दाखेरि त्यसले गर्दा पैसाको मुभमेन्ट नै छैन है त्यसले गर्दा मलाई के लाग्छ भने अब सेयर बजारमा लगानी गर्ने भने कस्तो भने सबैको यो पहिलो व्यापार कहिले हुँदैन कि म उद्योगपति हुन्छु अनि सेयरमा लगानी गरेर आउँछु कि म ठेकदार हुन्छु अनि सेयरमा लगानी गरेर आउँछु होइन मसँग भएको सरप्लस पैसा लगाउने हो नि सेयरमा त त्यो सरप्लस पैसा अहिले ठुला लगानीकर्ता कोहीसँग पनि छैन ल सम्झ मलाई के छ अब मेरो 3 महिनामा किस्ता तिर्ने बेला आयो होइन त्यो किस्ता तिर्नलाई मसँग चाहिँ उद्योगले चाहिँ इन्कम दिएन भनौँ मसँग सिमेन्ट उद्योग छ सिमेन्ट उद्योगको सेल्सै छैन नाफै छैन भने मैले कुन पैसाले चाहिँ त्यो किस्ता तिर्ने ब्याङ्कको त ब्याङ्कको किस्ता त मैले तिर्नै पर्छ मेरो लोन त ब्ल्याकलिस्ट हुन्छ फेरि होइन त्यो अवस्थामा मैले गर्ने के हो त एउटै उपाय छ है घर जग्गा बेच्न ट्राई गर्ने सहिलो छैन सेयर तुरुन्तै बेच्दिने आएको पैसा तपाईँको ब्याङ्किङतिर पठाउने र ब्याङ्कमा तपाईँको पैसा तपाईँ राष्ट्र ब्याङ्कमा अहिले भएको त्यही हो यो चाहिँ अलिकति फरक क्वेसन जस्तो सानो लगानी धेरै छैन 50 लाख चाहिँ 1 करोड छ त्यति चाहिँ म फन्ड जुटाउन सक्छु मतलब मैले त्यति लोन गर्नलाई अलिअलि अथवा मैले चाहिँ त्यति सेभ गरेँ होला त्यस्तो खालको जो अघि नै भन्नुभयो नि सरले अब अलि उमेर भइसकेका 60-65 त्यो वर्षकाहरूले त अब जे छ ठिक छ यत्रो गरिहाल्यौँ अब के नै गर्नु छ अथवा लेट इट गो भने पनि अलिकति यङ जो अब म एन्टरप्रेन्योर केही गर्छु उद्योग गर्छु व्यवसाय गर्छु भन्ने छ नि लगानी अब नगर्ने त देशमा त्यस्ताहरूले होइन विदेशमा लगानी गर्नै सकिन्न विदेशमा लगानी गर्ने भनेको घर किन्ने भन्दा के पनि छैन है दुबईमा होला तपाईँको 10% रिटर्न अमेरिकामा त घाटा पनि खाएछ नि एउटा साथीले तपाईँको 10 करोडमा घर किनेर रहेछ हजुर 12 वर्ष अगाडि उसले बेच्यो 12 वर्षपछि 8 करोडमा नेपालमा त्यस्तो हुन्छ नि हजुर नेपालका लगानीहरू चाहे कुनै अब सेलेक्टेड सेक्टर भन्छु म है त राम्रै भएका हुन्छ नि बढेकै हुन्छ नि थपिएकै हुन्छ नि पुँजी त होइन त्यो अट्र्याक्सन गर्न राज्यले सकेन कि राज्यले के गर्नु पर्थ्यो भने म धेरै एनआरएनको क्लास लिन जान्छु बाहिर होइन मेरो अनलाइन क्लास पनि चल्छ होइन कन्सल्टेसन क्लास चल्छ होइन एज अ मेन्टर होइन म उनीहरूलाई सोध्छु कि पर्सनली तिमीसँग कति पैसा छ दाइ मसँग 1 बिलियन जति जम्मा गरेको छु $1 बिलियन 14 करोड रुपियाँ $5 लाख भन्दा कम भन्ने मैले मान्छे भेटेको छैन जो तपाईँको 10-15 वर्ष विदेशमा बसिसकेका छन् किन अब त्यो सेभिङ नेचर छ नि राज्यले के गर्नु पर्यो भने त्यो पैसा तिमी लिएर आऊ यहाँ लगानी गर तिमीलाई बिना सोधनी बिना अब्स्ट्याकल त्यति पैसा चाहिँ फेदरल्यान्ड दिन्छु भनेर नीति ल्याउनु पर्यो नि उसले ल्याएको पैसा हो नि राष्ट्र ब्याङ्कबाट नयाँ पैसा लिएर जान्छ होइन नि उसले त यदि कसैले $1 बिलियन ल्याउँछ भने उसलाई $1 बिलियन लानलाई दिउँ न बाबा उसले त अमेरिकन साथीहरूको पैसा पनि बोकेर ल्याउन सक्छ होइन होइन त विदेशीको पनि पैसा ल्याउन सक्छ उसले त किन उसले त त्यहाँ धेरै मान्छे चिन्छ किन अहिले त लाखौँ लाख मान्छे चाहिँ सक्सेसफुल्ली बिजनेस गरेर विदेशमा बसेका छन् यो राज्यले पोलिसी ल्याउँदैन है सेयर बजारमा दुईवटा अर्को चेन्ज गर्नुपर्ने अवस्था छ 70% माथि किन लोन दिने यति लो लेभलमा छ 90 दिउँ न अब ब्याङ्कमा पैसा थुप्रिरहेछ होइन ब्याङ्कले गाह्रो भइरहेछ होइन उनीहरू पैसा जाओस् भनेर खोजिरहेछ भने 70 लाई 90 गरिदिउँ न पहिलो कुरो दोस्रो कुरो जुन यो अब ट्याक्स प्रकाश चन्द महर्जीले एउटा यस्तो गलत निर्णय लिइदिनु भयो कि होइन तिमीहरूको ट्याक्स चाहिँ टिडिएस हो
एडभान्स हो त्यो तिमीलाई कतिको ट्याक्स लाग्छ 39% ट्याक्स लाग्छ भनेपछि त सबैजना सेयरमा लगानी त तर्स्यो नि म आज सेयरमा किन लगानी गर्ने भन्दाखेरि भोलि 39% ट्याक्स लगाइदियो भने त मर्दैन सिद्धिएन आज म तपाईँको 5 अन्तिम भनेर तिरिरहेको छु होइन त्यसलाई 39 गरिदियो भने त 5 मान्छे 39 तपाईँको अब 34% ट्याक्स तिर्नु पर्यो 34% पेनाल्टी तिर्नु पर्यो अनि त्यसको 15% ब्याज तिर्दाखेरि त म त सिधिहाल्छु नि राज्यले पोलिसी ल्याउनु पर्यो तिम्रो 5 र 7.5% जुन ट्याक्सहरू लगाएको छु र भइगयो बरु त्यसलाई 10 र 7.5 गर्छु तर यो अन्तिम हो कुनै पनि ट्याक्स लाग्दैन होइन राज्य त्यसलाई पनि खेलेर बसिरहेछ होइन त्यसले गर्दा मलाई के लाग्छ भने सेयर बजारमा गर्नुपर्ने 2-4वटा काम अझ पनि भएको छैन सेयर सप्लाई बढी छ आइपिओको प्रेसर बढी छ आइपिओ बढी हाइड्रोबाट आएको छ अरूबाट आएको छैन तर त्यसको आफ्नै फाइदा छ किन उसले नेक्स्ट हाइड्रोमा लगेको हुनु पर्यो होइन नेक्स्ट हाइड्रो गरेको हुनु पर्यो त्यही भएर 2-4 मेगावाट गर्ने योजनाहरू आज 15-20 वर्षमा 200 मेगावाट गर्न थालेका छन् आज तपाईँ हेर्नुहोस् त 40-50-60 अरूका प्रोजेक्टहरू लोकल ब्याङ्कले क्लोज गर्न थालेका छन् फाइनेन्स त्यो त राम्रो कुरा हो नि होइन फेरि हामी बत्ती बेच्ने त कतिमा हो 8.5 रुपियाँमा हो नि प्रफिट मार्जिन हाई छ भ्यालु एडिसन हेर्नुहोस् त शून्य मूल्यबाट निकालेको जलविद्युत कुनै कच्चा माल चाहिँदैन हामी 8.5 मा बेच्छौँ 9 रुपियाँमा बेच्छौँ भारतलाई होइन त्यसले गर्दा मलाई के लाग्छ भने यी 2-4वटा चिज गर्न सक्यो भने सेयर बजार उक्लिने क्रम चाहिँ स्टार्ट हुन सक्छ तर जबसम्म सेयर बजारमा ठुलो पैसा आएर रिटर्न हुँदैन अहिले जस्तो 15 अर्बको व्यापार भयो ट्रेडरले गर्यो 15 अर्बमा उसले तपाईँको 15 अर्बको सेयर चाहिँ बेच्छ आज 15 अर्ब किन्यो भोलि 15 अर्ब बेच्छ वा 1 महिनामा बेच्छ त्यो अवस्थामा सेयर बजार चाहिँ माथि आउनलाई सम्भावना छैन यसको अर्थ कन्टिन्युअसली केही समयको लागि चाहिँ बजारमा राम्रो कारोबार हुनु पर्यो र त्यो पैसा रिटर्न हुनु पर्यो नत्र भनेदेखि बजार चाहिँ यो भन्दा तल जाने सम्भावना तल जाँदैन माथि पनि त्यसरी माथि 1-2-400 पोइन्ट भनेको त्यो अलिकति सानो न्युज आयो भने अब चुनाव भयो भने अब 400 पोइन्ट माथि जाला तर 700 पोइन्टले अहिलेको हाम्रो 25-26 बेला पुग्यो त 80s मा तपाईँको स्टार्ट भएको नेप्से पुगेन नि आज त 6,000-7,000 त हुनु पर्यो कमसेकम होइन सबै कम्पनीले राम्रै गरिरहेछ अनि अर्को एउटा गल्ती के छ ठुला सक्सेसफुल कम्पनीहरू सूर्य नेपाल होइन 3-4 अर्ब पैसा कमाउँछ त्यसलाई पनि सेयर बजारमा ल्याउने कम्पलसरी नीति ल्याउनु पर्यो नि त होइन आफू कमाएछ भने एक्लै कमाउँछु अनि म बिग्रिरहेको छु भने सेयर बजारमा गएर सबैलाई फसाउँछु यो नीति चाहिँ ठिक भएन कि होइन सबैलाई आउने वातावरण दिनु पर्यो नआउनेलाई पनि आउनुपर्छ भने एनसेल आउनै पर्यो होइन अब एनसेलको लाइसेन्स सिद्धिनुलाई एनसेल ल्याएर भएन फेरि लाइसेन्स त अब सिद्धिन्छ 3-4 वर्षमा होइन त्यो बेलामा कसरी रोक्ने हो होइन एनटिसी त आइसक्यो होइन नीति त छ 1 अर्ब माथिको पुँजी भएको पुँजी लगानी भएको कम्पनीको पब्लिक कम्पनी हुनैपर्छ तर पब्लिक कम्पनी भनिदियो कि उसले पब्लिक लिस्टिङ गर्नैपर्छ न त तँलाई यति पेनाल्टी भनेर ठोकिदिनु पऱ्यो नि होइन अनि सूर्य नेपाल जस्ता डाबर नेपाल जस्ता सक्सेसफुल कम्पनी पनि के हुन्छन् सेयर बजारमा आउँछ र उनीहरूलाई घाटा हुँदैन आज तपाईँको सबभन्दा महँगो सेयर कुन छ अहिले युनिलिभर त्यो पनि त विदेशी हो नि उसले पनि निकाल्नु पनि आवश्यक थिएन नि है आज डाबरले सेयर निकाल्यो भने कति पुग्ला 20,000 रुपियाँ पुग्ला आज तपाईँको सूर्य नेपालले निकाल्यो कति पुग्ला 70,000 रुपियाँ पुग्ला 60,000 रुपियाँ पुग्ला प्रति सेयर 100 रुपियाँको त्यो त गुड एक्जाम्पल हुन जान्छ नि होइन उसले निकाल्ने 10% हो 20% हो 80% उसले खाने हो नि फेरि त्यो नीति चाहिँ राज्यले गरिदियो भने मलाई के लाग्छ भने फेरि एउटा आक्रामक टोली चाहिँ सेयर बजारमा लगानी गर्न आउँछ अब मैले अन्तिम प्रश्न गरेँ यो धेरै कुराकानी गऱ्यौँ हामीले होइन र यसमा चाहिँ एउटा यो चाहिँ म किन जोड्दैछु भनेदेखि जो एकदमै साना लगानीकर्ताहरू पनि ज्ञानेन्द्र सरको कुरा चाहिँ सुन्नुपर्छ भने अथेन्टिक कुरा गर्नुहुन्छ भन्ने चाहिँ धेरै जानेको थियो सेयरमा अरूले भनेको कुरा सुन्ने हो आफैले गुन्ने हो आफैले डिसाइड गर्नुपर्छ र आज तपाईँसँग गरेको कुरो 3 दिनमा भ्यालिड नहुन सक्छ हजुर सिचुएसन चेन्ज भयो म आज अलि नकारात्मक कुरा गरिरहेको छु सेयर बजार धमाधम बढ्न थाल्यो मैले त अहिले किन भनेको छैन नि हजुर किन्नुपर्छ 3 दिनपछि त्यसमा चाहिँ के गर्नुपर्छ भने सेयर बजारमा सबैको कुरा सुन्ने आफूले गुन्ने यसमा एउटा कुरा चाहिँ जस्तो ब्याङ्कहरूले अहिले लोन लिन त इन्करेज गरिरहेछन् होइन इन्ट्रेस्ट रेट पनि सस्तै छ यस्तो अवस्थामा चाहिँ मेरो छ इन्ट्रेस्ट तिर्ने क्यापेसिटी मेरो छ भनेदेखि मैले लगानी थप्दा हुन्छ त भन्ने धेरै छ पैसा होइन यस्तो हो तपाईँ ब्याङ्कको लगानी अब मार्जिन लेन्डिङ भनेको 1 वर्षको हो कि सर्ट टर्म हो कि अब मलाई लाग्दैन यो 1 वर्षमा केही चाहिँ सेयर बजारमा ठुलो चेन्जेस आउला भनेर आए त म जस्तो खुसीको हुन्छु र मै ठुला लगानी गर्दा हूँ अरूको भने मै हुन्छु होइन तर मलाई के लाग्छ भने यो मलाई लाग्दैन त्यसमा चाहिँ अझ पनि वेट एन्ड वाच हो कि तर
यदि वेट एन्ड वाच मात्रै गरेर बसेर के पनि कारोबार गर्दैन भने फेरि के हुन्छ आफू छुट्छ के हजुर कति बेला त्यो सुट हुन थाल्छ है कति मान्छे छुटेका छन् नि कति धुधुन्धु के अरे सबै जान्ने लगानी गर्दा पनि छुटेका छन् कि त्यहाँदेखि के हुन्छ ट्रेडिङमा बसिराख्ने होइन शान्तिलो इन्भेस्टमेन्ट गरिराख्ने होइन ठिक छ मेरो 10 लाख लगानी गर्छ भने 1 लाखमा खेलिराख्नु अहिले के फरक पऱ्यो होइन 9 लाख त अझ पनि मसँग रिजर्भ छ नि त्यो अवस्थामा मलाई के लाग्छ भने कहीँ न कहीँ त्यो दिन चाहिँ आउँछ कहीँ न कहीँ त्यो सुनौलो दिन चाहिँ 6 महिना लाग्ला 3 दिन लाग्ला 1 वर्ष लाग्ला 2 वर्ष लाग्ला बढीमा 3 वर्षभन्दा बढी लाग्दैन त्यो तपाईँको मल्टिपल हुने दिन चाहिँ आउँछ सेयर बजारमा तपाईँ अझै हेर्नुहुन्छ भने सुनको लगानीलाई मान्छेले ठुलो भन्छ सुनको लगानी लङ टर्ममा 8% रिटर्न हो क्या होइन घर जग्गाको लगानी तपाईँको 12-14% रिटर्न हो सेयरको लगानी 18% रिटर्न हो नेपालमा सबभन्दा हाइएस्ट रिटर्न नै सेयर बजार हो कि फेरि सेयर बजारमा तपाईँलाई रिस्क छैन तपाईँलाई पैसा चाहियो 3 दिनमा 4 दिनमा निकाल्न सक्नुहुन्छ तपाईँ घर जग्गामा सक्नुहुन्न जस्तो किताका धोकिया हुन्छन् कहिले के हुन्छन् कहिले मालपोत आगो लागि भएर तपाईँको श्रेष्ठै छैन होइन भने होइन अहिले त सबैभन्दा ठुलो समस्या त भन्ने बित्तिकै किन्ने ग्राहक छैन समस्या गाह्रो त्यहाँ छ हस् सर धेरै धेरै धन्यवाद यति व्यस्त समयको बावजुद एकदम खुलेर यति धेरै कुरा गरिदिनु भयो हाम्रो दर्शकहरूलाई पक्कै पनि धेरै एउटा चाहिँ आइडिया भयो होला जस्तो कि अबको अवस्था के हो देशको ठुला लगानीकर्ताहरूले के सोचिरहेछन् र देश कुन बाटोमा जान सक्छ सेयर मार्केट कसरी अगाडि बढ्छ देशको भविष्य बसन्तजी देशको भविष्य उज्जवल छ हजुर केही नभएको ठाउँमा तपाईँ भुइँमा सुते मान्छे उठे मात्रै पनि त तपाईँ 5 फिट 6 इन्च हुनुभयो नि भुइँमा सुतेको मान्छे उठेपछि 5 फिट बसे पनि तपाईँको 3 फिट त हुनुभयो नि उठ्यो भने 5 फिट 6 इन्च हुनुभयो एक तल्ला चढ्नुभयो भने अर्को 9 फिट जोडियो होइन भने हामी यति तल्लो लेभलमा छौँ है हामीसँग पूर्वाधारको यति कमजोरी छ है र हामीसँग अलिक पैसा नपुगेन अब ब्याङ्किङ सेक्टरमा तपाईँको झन् अब 70-75 खर्ब तपाईँको डिपोजिट छ हेर्नुहोस् है रेमिटेन्स आएको आइ छ है यसलाई हामीले प्रयोग गर्न सकेनौँ के अनि प्रयोग कसरी गर्नु त पोखराको एयरपोर्ट जस्तो प्रोजेक्टमा जुन 14 अर्बमा बन्छ 24मा बनायौँ होइन अब मैले तपाईँलाई भनिहालेँ टिकौलीको जङ्गलमा जनावरलाई लानको लागि तपाईँको 400 करोडको पुल होइन 10 करोडमा हुन्छ त्यो जनावरलाई पुलबाट लगेर मोटर तलमा लगे हुन्छ नि भनिहालेँ जापान सरकारले त्यो एडिबीले गरेको त्यो प्रोजेक्ट एडिबीले गरिदिएको प्रोजेक्टहरू चाहिँ अनि आई हेट दिस एजेन्सिज के होइन अनि मैले भनिहालेँ कोटेश्वरको फ्लाइओभर 44 अर्बमा फ्लाइओभर बनाउने कस्तो देश हो यो जापानले बनाउँदैन यो पूर्वाधारलाई सुधार गर्नु ब्याङ्कमा भएको क्यासलाई कसरी चाहिँ अझ बाहिर मार्केटमा ल्याउनु यो नगरेसम्म न पुँजी बजार सुधार हुन्छ न हाम्रो मनस्थिति सुधार हुन्छ न बजारमा क्यास फ्लो हुन्छ के पनि हुँदैन हस् थ्याङ्क यू सो मच धन्यवाद नमस्कार